आज पनि पेट खराब छ गाइजर के यार मा छत्ती दिमाग खराब किन 6 सेकेन्डमै गाइज आशिका कहाँ छ आशिका साह्रै डिमान्ड आयो खै आशिका खै आशिका खै बोलाउन ल गाइज रिक्वेस्ट पठाए एक्सेप्ट गर्छ कि नै आशिका रिक्वेस्ट गर्छ कि नै नमस्ते दाई लड्नु भयो कि के हो अनि तिम्रो हाँस्न पनि बुङ्गुरको रास ठिक छु अनि आफ्नो के छ एकदम ठिक छ दाई साह्रै डिमान्ड आयो क्या तिम्रो यहाँ यता पनि डिमान्डै मात्र खोज्छ रबिन रबिन भनेर दाइ बहिनीलाई पनि कस्तो डिमान्ड गरेको गर्लफ्रेन्ड बोयफ्रेन्ड भएको हुँदै दाइ बहिनी हो यार कति डिमान्ड गरे गाई सबैले आशिकालाई पठाइदिनु पर्यो भन्छ बहिनी म क्या र यार त्यही त मेरो पनि रबिन दाइसँग जोइन भनेको भने गर्छन् सबैले रबिनलाई पठाइदिनु भन्छ कसै क्रिकेटले मेरो मात्र केटाहरूले त आशिकालाई पठाउनु पर्यो भन्छ के म जाम त जाम कहाँ बहिनी नै मतलब दाइ पनिसमेन्ट गेम हो है पनिसमेन्ट पक्का नि प्लानिङ गरेर धोबी हान्न आज नै आज त्यस्तो आज म तिमी नाच्छौ नाच्छु ल नाच्छु पनिसमेन्ट गेम मैले जिते भने पक्का प्लानिङ छ पक्का प्लानिङ छ गाइस मलाई 3टा पनिसमेन्ट दिनु म पनि 3टा दिन्छु भन्दै मैले त प्लानिङ छ के त धोबी हान्छ गाइस मान्छेको लाइफ भनेको प्लानमा चल्छ मेरा बा ओइ मलाई सबैले जिताउनै त्यता को हुनुहुन्छ हेर्ने प्लिज मलाई यहाँ टेप टेप गर्नु यताउतापट्टि अनि मेरा क्वेसन टाइफन दाइ के हो यस्तो टाइफन दाइ पनिसमेन्ट हो है हुनको दाइहरु मैले जिते भने तपाईको दाढी फेल्नु पर्छ फेरि खड्का आइछ हामी पनि कम छ ल बहिनी ल मैले जिते भने दाढी काट्नु पर्छ है दाढी काट्ने रे काको ए मैले जिते भने दाढी काट्नु म अरु कुरा जान्दिन दाढी काट्ने बहिनी के भन्नु मैले कहाँ दाढी काट्न आउनुको यार दाढी काट्ने तपाईले कस्तो यार त्यस्तो चिटिङ गर्ने हो मसँग पनिसमेन्ट गेम खेल्ने भनेका नि जो ए यार गिफ्ट यार गेम खेल्दै बसिरहा यार लाग दुश्मनी भन्छ हामी यार बहिनी जिताउनु है प्लिज ए यार यो दाइको सातो लानु है सबैले मेरा मान्छेलाई पनि कमजोर नठान ल बहिनी ल मेरो भिडियोले पनि हातमा दोइजामा बसेको छैनन् साथी अब च्यालेन्जिङ आयो प्लिज है सबैले मलाई तपाईले सिर्फ एकजना होला हाम्रो 5 दाढी चाहिँ काट्नु पर्छ नि अरू कुरा जान्दैन नि जिते भने फेरि के रे मैले जिते भने दाढी काट्नु पर्छ नि फेरि काट्छ कहाँको दाढी हो मैले चाहिँ त्यो पर्ला काट्नु ल पर्ला काट्नु तिमीले पर्ला काट्नु लु ल म हारे साँच्चै मैले जिते ल म हारे म दाढी फालिदिन्छु ओइ तिमीले मलाई पर्ला फाल्दौ परिवार काट्नु भन्दैछ सिधै पर्ला फाल्दै त सिधै पनिसमेन्ट हो यो पनिसमेन्ट हुन्न यो जिताउँदैन भन न ओके भन्यौ कि के भनौँ केही गेममा डिल भएकै छैन फोकना के बिचा गेममा आएर लास्ट पनिसमेन्ट हुन्न यो त हुन्न त कस्तो झ्याली खेल्ने क्या सुरुमा पनिसमेन्ट कति हजारमा गेममा पनिसमेन्ट कति के थाहा छैन 81% गेम ला तपाईले आफै गेम लाग्यो होइन मैले गेम भनेको थिएँ राजा हो राजा ओइला पर्ला काट्छ आज हारिसके छिटो छिटो कोना गया राजा हो राजा मलाई जिताउनै सबैले ट्रिपल भाइ ट्रिपल थ्याङ्क यू लगाले खेले यार आफ्नै दाइले धोबी हानेपछि त सकियो नि राजा राजा ब्रदर मेरा बा होइन के हो कान्छा लास्ट
पे कि हामीलाई ओ लाखे के सारा हौ तर 5 जरा मुन्छे छैन म हिम्मत चाहिँ हार्दिन होला फेरि ल हिम्मतमा हामी कस्तो च्यालेन्जिङको हुन थाल्यो त ल उतापट्टि सबै आफ्नै मान्छे पो रहेछ नि यार तना भयो भने तर हामीसँग टाइम छ गाइस हामीसँग टाइम छ भस्काइदिने हामी पनि के कम दारी काट्न चाहिँ रेडी हुनु नि दाइ बडा तिमीले चाहिँ पर्ला काट्थ्यौ नहुने कुरो परेला काट्दिन्छु गेमको बिचमा आएर कस्तो ल हुन्न त्यसरी साँच्ची भनेको गेमको बिचमा आएर पनि भन्नुहुन्छ सुरुमा डिल गर्न तपाईँले मलाई पनिसमेन्ट नभनिकन किन स्टार्ट गर्नुभयो मैले पनिसमेन्ट स्टार्ट गर्नुभयो त्यस्तो पाइन्छ तपाईँले पनिसमेन्ट नभनिकन किन स्टार्ट गर्नुभयो तिमी कुरा गर्न मिल्दैन के दिँदैन म त त्यति गेम खेल्न आएला भनेको त कहाँ पनिसमेन्ट गेम खेल्छ मलाई के थाहा यार गेमै खेल्न आएको थिएँ आज हाम्रो पनि मुन्स्यो थ्याङ्क यू हामीहरूलाई पनि उत्ताना पार्दैन नि यहाँ भर्छ नि मेरो बिवरले पनि यहाँ कान्छ बरु थ्याङ्क यू बागा हो नि हेरे भन्छ आउँदैन होला लु त मैले जितेँ तपाईँको दारी काट्न गइहाल्नु है यो हुन्न डिल गरेको छैन अबदेखि ल अब सुरु अब त कहाँ हान्छन् त मलाई कहाँ हान्छन् रे मलाई त कहाँ हान्छन् यो त लास्टै झ्याली खेल्ने हो त लास्टै झ्याली खेल्ने गेमको बिचमा आएर पनिसमेन्ट भन्छ तिमीले यार अनि तपाईँले मैले अगाडि पनिसमेन्ट नभनिकन एकैचोटि गेम स्टार्ट गर्ने हो म त के चाह गर्ने मान्छे गिफ्टिङ गर्ने मान्छे म त्यति गेम खेल्न आएर होला भनेर म त अमित जस्तै टाइप कुराकानी गर्ने गेम हुँदैन दाइ पनिसमेन्ट मान्नु यसमै मान्नु हुन्न ल अबदेखि ल सुरु अब ल म त जिताउँदैन यार कसैले हिम्मत छ भने आउ ल चलो भाइ पनिसमेन्ट के हो मेरो पनिसमेन्ट के हो तिम्रो टाउको तल खुट्टा माथि सावर के गर्नु त्यो त गर्दिन तिम्रो के हो भन म त सिधै मेरो कुरा त्यही हो जुङ्गा काट्नुपर्छ जुङ्गा कताको तपाईँको दारीको यो तीनटा अप्सन हुन्छ जुङ्गामा हुन्न तीनटा अप्सन ए म त झन् सावर मरिगइ गर्दिन तीनटा अप्सन ल भन्नु के पहिलो पनिसमेन्ट झ्याली गर्नुभयो तपाईँले पानी राखेर त्यहाँ माथि घुम बाटोमा पानी राख्ने थचक्क बस्ने फन घुम्ने यहाँ सुन्नु न राति भयो यहाँ कोठादेखि बाहिर जान न यार बहिनी नो एक्सक्युज यार त्यसरी त हुन्न यार तपाईँले मलाई पहिला सुरुमा पनिसमेन्ट भन्नु पर्दैन कस्तो झ्याली गरेको क्या तपाईँलाई थाहा थियो क्या तपाईँ यस्तै गर्नुहुन्छ यो बहिनी पुरै प्लानिङमा आएको छ भनेर थाहा भयो तपाईँले त्यस्तो गरेको नि साह्रै खत्तम क्या म त बे गर्दै यो खड्कासँग त कहिले गर्दिनँ अब त हार्छु किन डराउ त अब हार्छु त्यसमा त प्लानिङ गर्नु सिधै भयो खेल्दिनँ अब सोध्दिनँ नेक्स्ट टाइम बहिनी ल सुरुदेखि खेलौँ अबदेखि ल अब गेमको बिचमा आएर एक्कासी पनिसमेन्ट कुरा गर्छौ अनि म त नर्मली खेल्न आएला भन्ने म त कताको नर्मली म त आज प्लानिङमा थिएँ हामी पुरै पनिसमेन्ट खेल्ने भनेर प्लानिङमा थिएँ भन्न पर्दैन गेम तिमी एक्सपेक्ट गर्ने पनि उस्तै फेरि तपाईँले चाहिँ सुरुमा बहिनी खेल्ने कि नखेल्ने भनेर सोध्नु पर्दैन मलाई चाहिँ हातमा मेहन्दी ला तिमीले चाहिँ यसो किन गरेको त नि भन्न सक्दैनौ म त होला भनेर नि लु पनि त्यसरी ल मैले हारेर म दारी फालिदिन्छु तिमीले आइबर फाल्दियौ अब आइबो त नानी अब त हार्छु यार कसरी जिताउने कोही छ मलाई जिताउने भन्नुहोस् त यहाँ कोही छ ए हुनुहुन्छ क्या यार मेरो साथीहरू अब जल्दी गर भाइ आइब्रो दाइ यो छोरी मान्छेको गहना हो यार आइब्रो भनेको के भनेको तपाईँले गहना के हो भन्ने कुरा सुनचारी बसना गर सोधा सोधा अब एकैछिनको भुत्ला त्यो 5 दिनपछि पलाइहाल्छ त टेन्सन छैन यहाँ सुन्न दाइ म त डरै लाग्यो गेम खेल्नु
हैन आउ न त्यसो भए म अब गेमको बिचमा 81 गते त्यसो त कहाँ हुन्छ नि ल यहाँ सुन सिम्पल दिम यस्तो आइब्रो नकाट्ने अरू दिम अरू जो हार्छ उसले सावर गर्छ आउला यस्तो सावर गरिन झाडो छ यहाँ यार बहिनी यार मेरोमा थाहा त मोत हुन्छ भन्ने कुरा बच्चा जसले हार्छ उसले तेल खान आउला यत्रो सिटी तेल खाने नि पोका तेल खान टाउको दिला ए लु भयो त पनि गर्दिन ए बहिनी यार अब यहाँ कट मात्र आउँछ अब कमेन्टमा के गर्छ नि बहिनी तपाईले मलाई कस्तो झ्याली गर्नुभयो क्या हेर त मैले प्लानिङमा आएको थिएँ त्यति अब मलाई कसले हान्छ यति बेला कसले हान्छ मलाई कता कसले हान्छ कोही पनि छैन गइसके ए बहिनी यसो गरेर गरौँ न यहाँ दर्शकले कटकट भन्न लाग्यो के झेउ बोर भयो के बहिनी यार बियर मात्र छुट्यो के भयो खेल्दिन ल होस् भयो छोड्दिन हिम्मत गर न यार अब गिफ्टरसँग गेम खेलेर हुन्छ तिमी अब हामीलाई गिफ्टिङ गर्ने मान्छे तिमीसँग गेम खेल्ने पर्ने गेमले चाहिँ बदल सुन्दै म आइब्रो काट्न सक्दिन अर्को भनेको सावर गर्न सक्दिन तेल खान ल अन्डा माथि बस्ने लाउ अन्डाको तँ पनि सक्दिन त्यसमा पनि आजलाई बिदारी गर्न पर्छ होला मेरो भिडियोसँग म त्यतै आउँछु जिताउन ल बाई किन डराइदैन बहिनी हिम्मत ल्याउ न यार के पर्छ गर्ने भन त बरु अन्डा खाऊ भन्नु क्या अन्डामा कोही बस्छ काँचै अन्डा खान्छौ खान्छु पकाएर त मलाई बाह्रमा खाइन्छ यार मलाई जिताउँछ कि जिताउँदैन मलाई त साथीहरू यहाँ लेख न यार के गरौँ भयो अब गिफ्टरबाट गेम खेल्न आसिनी हुन्छ कहीँ यत्रो गिफ्टिङ गर्ने मान्छे तिमीसँग पन्छन् गेम खेलेपछि भोलि म दुश्मनी हुन्न दुश्मनी त हुँदैन दाइ छिटो गर क्या बहिनी यार मेरो भ्युर घट्यो यार ल भयो नखेल्ने भयो सक्यो डरा बहिनी यस्तो प्लान गरेर पनि प्लान गरेर के आउँछ यार अब नेक्स्ट टाइम चाहिँ एकदम प्लानमै आउँछु हेर्नु अहिले भनिरहेको छु यो लाइभमै नेक्स्ट टाइम प्लानमा आउँछु त्यहाँ तपाईँले अहिले दाइ राति भयो कता नुहाउने दिएको सबभन्दा यस्तो मन कति काँचो मन हो भयो यार म सक्दिनँ त्यस्तो नुहाउने सुहाउने पनिसमेन्ट एकदम राम्रो दिनु यार नुहाउँछु भन्छ न के गर्छौ तिमी यार टिकटकमा बहिनी यार म नुहाउँछु तिमी मलाई आएर मेरो बागान देऊ नेक्स्ट टाइम खेल्ने दाइ भयो म नुहाउँछु मैले जिते पनि मेरो मार लाइन पैसा कमाऊ तपाईँले झ्याली खेलेर नि तपाईँले झ्याली खेल्नु भयो नि कस्तो ए झ्याली यार गेम भनेको सुरुमा सबै गरेर सुरु गर्ने अब तिमी आइहाल्यो म त त्यतिकै नर्मल्ली अमित जी जस्तै आउने नर्मल्ली खेल्न जान्छ र भन्नु हैन पनिसमेन्ट गेम खेल्नै दाइ भनेको हैन सुरुमै अब भुल्छु मैले तिमी मात्र आउँछ म त यहाँ लाइभमा आउनु भन्दा पहिला व्हाट्सएपमा एसएमएस गर्छु के तिमीहरुले मलाई आज गेममा जोइन गर भन्छु पक्का बुद्धीले भुलिन्छ तिमीकै ल डान्स गर्न सक्छौ नि ला डान्स पनि आउँदैन यहाँ दाइ मलाई त कुन आउँछ फुलपाती भाकी ल एक गीत नाच ल मलाई कसरी जिताउँछ ल मेरो पनि के पनि सुन्नै पहिला के हो न दाढी काट्ने हुन्छ हुन्न तिमीलाई चाहिँ सिम्पल रे म दाढी काट्ने तिम्रो यो केटी मान्छेको सानो पनि हार पनि केटा मान्छेको सानो हो यो तु त आइहाल्छ नि आउँदैन त हो तु त आइहाल्छ नि आउँछ यहाँ मलाई यो फाल्ने भने त मलाई त कस्तो तेस्रो लिङ्गे जस्तो लाग्छ मलाई तु त आइहाल्छ ल आउ के नुहाइदियो तिमी जो पर्छ नुहाइदिने हिम्मत जुटाउनु यार के पाण्डेको छोरी भएर पनि खेल्दिनुहोस् भयो खेल्दिन ल त्यसो भए टाइम वेस्ट नगर भाइले भोलि गर्छु ल भाइ